हामी चाहिँ अब हाइकको लागि निस्किसकेको छौँ होइन। बिहान चिया नास्ता खाएर अब हिजो आएको हामी चाहिँ होइन। हामी चाहिँ अब बास पनि बसेर अब बिहान चाहिँ यसो चिया नास्ता खाएर है हाइकको लागि जाँदैछौँ। कस्तो महसुस भइरहेछ? यस्तो भित्रबाट नि स्कुल कति बजी जान्छ? 10 बजी लाग्छ। एक्साइटेड भन्छ नि त्यो। तिम्रो डर लाग्दैन? खुल्देली यस्तो भइसक्यो मलाई आमा। बाघहरू आउँदैन? यो के देखिरहेछ मैले? यो ठाउँ नै कस्तो छ? यस्तो ठाउँ त जिन्दगीमा कहीँ पनि देखेको छैन। हामी चाहिँ युट्युबर हो क्या। तिमीहरूलाई काठमाडौँ थाहा होला नि? काठमाडौँदेखि आयो क्या हामी घुम्नलाई। केही पनि थाहा छैन। हामी भिडियो सिडियो बनाउने, युट्युबमा हाल्ने, दुःखहरू पकाउने। काठमाडौँतिर कहाँ यस्तो ठाउँ छ? काठमाडौँतिर त फेरि यस्तो हुँदैन। सहर हो। जङ्गलको चाहिँ होइन यहाँ चाहिँ अहिले चाहिँ हामी कुन भन्ज्याङ रे? देउराली भन्ज्याङ उकाली डाँडा पसिनाको धारा। हामी चाहिँ अब हाइकको लागि जाँदैछौँ होइन। तर कहाँ जाँदैछु भन्ने कुरा हामी त्यही गएर देखाउँछौँ है। यो सस्पेन्समा राख्नु पऱ्यो नि, बिस्तारै थाहा पाउँछ। किनभने एकैचोटि भन्दा पनि मजा आउँदैन क्या। युट्युबरहरू चिन्छ होला नि भाइ। जाडो छ कि गर्मी छ यता? हामीले त यहाँ ज्याकेट पनि लिएर आएन। लास्ट जाडो यार, डेन्जर जाडो यार। सोचेको थिएन यस्तो हुन्छ भने। धन्न मैले त ज्याकेट लिएर आएको थिएँ है। कसम चाकको पाल पनि चुमुक चुमुक भइसक्यो क्या जाडोले। मोबाइलबाट गर्नुपर्छ भने क्यामेरा चार्ज सकेर यता चार्ज पनि छैन। यता लाइन पनि खासै आउँदैन। तिमीहरूको यता केटीहरू पनि छ छैन? पर्दैन स्कुलमा त होला। ल अलिक टाढा जानु पर्दैन। गर्लफ्रेन्डहरू होला नि होइन? भयो अहिले चार्ज राख्यो अहिले त्यहाँ एकछिन मैले अलिकति हामी चाहिँ अब यहाँ एकदमै है डाली डाली बस्दै बस्दै कहिले काहीँ थाके जस्तै जहाँ पनि पोच कि फेरि मा चाहिँ के भयो? यस्तै छ त्यो भन्ज्याङ यस्तो बाटो हो। यस्तो छ होइन बाटोहरू चाहिँ। यता पनि होइन जान सकिन्छ। यता पनि बबाले छ क्या हामीलाई चाहिँ यो भाइहरूले अब बाटो देखाउँदैछ होइन। किनभने हामीलाई चाहिँ बाटो थाहा छैन नि त, त्यही भएर यो भाइहरूले लाँदैछ। हामी चाहिँ अब हिजो नै आएको होइन। अनि हिजो चाहिँ अब अलि अवेर भएर घुम्न पाएन। सो त्यही भएर हिजो चाहिँ बास बस्नु परेको छ होइन। बास बस्नु परेको भएर यता चाहिँ एकदमै बबाले छ होइन। हेलो नमस्ते गाइज। तपाईँहरूलाई यदि स्वर्ग हेर्न मन छ भने हेर्ने हो स्वर्ग, हेर्ने हो कस्तो हुन्छ स्वर्ग। लु यही हो स्वर्ग। यदि कसैलाई यहाँ घुम्न आउनु मन छ भने आउनु सक्नुहुन्छ। यही हो स्वर्ग चाहिँ होइन बाबा। ए यहाँ चाहिँ के हो? यहाँ चाहिँ हाम्रो यहाँ केटाहरूले नक्सा हेरिरहेको छ कता कता जाने भनेर। यतातिर बबाल रूपनारायण माध्यमिक विद्यालय र यस्तो छ नक्सा चाहिँ। र हामी चाहिँ हाम्रो लोकेसन भनेको चाहिँ माथि टपमा रहेछ होइन। ल यस्तै छ होइन बाटो चाहिँ यस्तो छ। चोकमा के
यो यो पुलमा आएको पुलमा एउटा यता बाटो हो ल यता चाहिँ हाम्रो यहाँ जो बाटो यतै होइन यतै हो त्यतै हो क्या पार्क माने डाँडा पार माने डाँडा पुग्नु माने डाँडा पुगेर वडा कार्यालय यताबाट फेरि घुमेर यसरी पाथी भएर माने डाँडा पुग्नु पर्दो रहेछ नि त्यहाँबाट फेरि यसरी घुम्नु पर्दो माने डाँडा जानु पर्यो कि पहिला पुरै यहाँ गाइडहरू बसिरह मेरोबाट नि बबाल आउँछ हौ भिडियोको लागि त यस्तो छ है एउटा भिडियो मेरो सट्ट बनाउनु यहाँबाट बनाउँछु गाना पनि बजिरहेछ अघि हाइकिङ आउनु पनि त कहाँ सजिलो छ र तर जति दुःख त्यति नै रमाइलो हुन्छ भनेको हो रहेछ कहिले काहीँ दुःख सङ्घर्ष सबै भुलेर यति रमाइलो ठाउँहरू पनि कहिले काहीँ घुम्न जानु पर्दो रहेछ कि लाइफमा कहिले पनि रिग्रेट नहोस् जिन्दगीको गोरेटोमा धेरै दुःख आयो धेरै पीडा आयो तर त्यो पीडाहरूलाई भुलाउनका लागि कहीँ दूर कहीँ टाढा कसैले नदेख्ने कसैले नसुन्ने ठाउँतिर गएर केही क्षणको लागि आफ्नो लागि समय निकाल्नु होला लगभग हामी 5 घन्टाको राइड के भन्ने होइन वक गर्दै हिँडिरहेको छु होइन हाइकिङको लागि पनि सजिलो चाहिँ छैन है गाइज हिँड्न अत्यन्तै गाह्रो छ तर पनि त्यो गाह्रोको पछिको मजा कम बबाल आउँछ केही क्षणको गाह्रो केही क्षणको पीडालाई एकैछिनमा हामी भुल्नेवाला छौँ सो यदि कोही घरमा बसिरहेछ भने यदि कसैलाई केही छ भने त्यसरी नबस्नु होला आफ्नो लागि केही टाइम निकाल्नु होला होइन चट्ट लाएर अब काम भनेको आफ्नो ठाउँमा छ जिम्मेवारी आफ्नो ठाउँमा छ कहिले कसो साथीभाइसँग मस्त घुम्न निस्किनुपर्छ है आफ्नो लागि पनि टाइम निकाल्नुपर्छ क्या यार कम बवाल छ हो कि यार विकेश सर ए होइ ए होइ ए होइ ए होइ ल अहिलेको लागि यति नै होइन हामी बिचबिचको बाटोमा हजुरहरूलाई देखाउनेवाला छु के पाइन्छ यता र कुन ठाउँमा जाँदै हुनुहुन्छ तपाईँहरूलाई म त्यही पुगेर देखाउनेवाला छु हस्त नमस्ते धन्यवाद यस्तो नि हो त त्यहाँ गएको थियो हामी कतै गएन हामी तिनीहरू त्यहाँबाट चाहिँ उता होला कि बाइक हिँड्नु बाटो तिनीहरू बाइकमै आएको हो कि हामी चाहिँ यो तर्फ लाग्नुपर्ने भयो अब असली हाइक चाहिँ यहाँदेखि सुरु हो असली हाइक चाहिँ यहाँबाट हावा भन्ज्याङ पाथी भारत दिव्य धाम छत्री डाँडा जाने बाटो केटाहरू त्यहाँ छ बाबा
सायद हामीले एउटै तारामा भएको भएर होला त्यसको न चलाउला यस्तो छ हुन्छ है पछाडि नै हाम्रो एक्जाम चाहिँ यता छ यो चाहिँ यस्तो छ बाबा ओ माय गॉड कस्तो लागिरहेको आज चाहिँ हामी हाइकिङमा कस्तो लागिरहेछ लाक्पालामा दामी दामी बबाल बबाल हावा चलिरहेको बबाल छिटो होइन तिमीलाई कस्तो लागिरहेछ आज दामी दामी बबाल हामी त्यो डाँडामा पुग्नुपर्छ कि त्यो डाँडामा हामी हेर्नु न यहाँ कहाँदेखि अब वहाँ यो पहाड कटेर नि वहाँ त्यहाँबाट आएको छ हावा पनि सर बाटो त यस्तो छ अनि तलतिर पुग्लै असली हाइट त अब हाम्रो सुरुवात भइरहेको छ घाम हेर्नु सक्नुहुन्छ एकदमै बबाल होइन दामी छ कस्तो लागिरहेछ दामी 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 एकदमै यस्तो यस्तो बाटोहरू छ क्या उकालो छ त नि रन्डीको बाण के भयो यस्तो हेर्न सक्नुहुन्छ यस्तो छ केटाहरू ल हेट यस्तो छ जङ्गल त हाइकिङको लागि आएको भन्थ्यो नि सुरुमा इन्जोय इन्जोय भनेर हिँड्यो बिचतिर पुगेपछि आफ्नो साथी नि बिर्सिन्छ अरे हो रहेछ हाइकिङ हिँड्दाखेरि त्यस्तो हुन्छ अरे के जाउँ जाउँ भनेर हिँड्छ अरे डाँडा डाँडा पुगेपछि साथी बिर्सिन्छ अरे के पानी होइन शीत हो पानी पऱ्यो पानी नि परिरहेको छ यहाँ मस्तले अहिले मान्छेहरू हिँडिरहेको केटाहरू के हो
केटाहरू होइन बोर्डहरू टक्क टक्क खिचेर सिन्धो बाबाले पानी परिरहेछ कि अरू होइन कम मजा आइरहेछ त के गर्नु के पाउनलाई दुःख त गर्नै पर्दो रहेछ तर दुःख पनि यति भयो कि साला गाँडबाट तेल निस्किरह पानी पर्यो यार त्यहाँबाट दुईजना आउँदैछ यहाँ पानी पर्यो छहारी मुनि बसेको छु पानी पर्यो त भाइ हाले बिग्रेन वाटर प्रुफ है पानी परिरहेको छ वाटरप्रुफ यस्तो छ हाइक गर्नु चाहिँ तर मजा आउँछ होइन आउँदा हुन्छ हाइकको लागि चाहिँ डेन्जरै हो बाबाले छ हाइकको लागि चाहिँ आउँदाखेरि बाबाले छ बिचमा एकदमै बबाल सिनहरू छ क्या आउन सकिन्छ है मन्दिर छ क्या ठुलो मन्दिर हेर्छ हामी चाहिँ यहाँ पाथिभारा मन्दिर आइपुगिसकेको छौँ होइन उनीहरू चाहिँ तलै छ यहाँनिर छ हामी चाहिँ अहिले पाथिभारा मन्दिरतिर छु होइन सो यतातिर रहेछ होइन यता छ मन्दिर चाहिँ 4-5 घन्टा लगाएर माथि टपसम्म आएको यहाँ तर एकदमै राम्रो छ होइन आउनलाई चाहिँ गाह्रो छ पुरै एकदमै डेन्जर छ आउनलाई चाहिँ सो यहाँ छ मन्दिर चाहिँ यहाँ गुफामा चाहिँ जानु पर्यो तल बसिरहेको थिएन किन नजिक आइज बरु मन्दिर छ क्या त्यही भएर भने देखिरह यो चाहिँ के शिकारी काल भैरव त छ नौवा दुर्गा यता चाहिँ बस्छ नाग हेर्दा फेरि त सिंह भैरव लक्ष्मी पञ्चकन्या मेन द्वार यताबाट आइज जुत्ता लाएर जुत्ता लाएर यता यहाँ सेल्फी हान्नु यहाँ चाहिँ सेल्फी हान्नु चाहिँ आज उता शान्ति चाहिँ धेरै शान्ति हो मान्छेहरू नआएर अब चाहिँ यहाँ घरतर्फ लागिरहेको छ हामी यही बुक पाएर फर्के लाग्यो भन्ने फर्केर है रुख हेर्न अलिकति मात्र सुन कलर ल हामी चाहिँ अब
घर जाँदैछौँ गाइज हामी चाहिँ बाई अहिले बाई जाँदैछौँ बाई बाई जय श्री कृष्ण राधे राधे